मुलाको फेदमा चाहिँ बिउ झर्केर राख्दिएपछि त बिचरा उसले खेलाउँदाखेरि त पैसा भयो बच्चा ए आज भएन भोलि भएन निक्लिहाल्यो नि त त्यहाँ पुगेपछि यसको नाम के राख्नु मुलाकारी जात भनेको 4 भाइ छोरा जन्माएर काम गर्नु गए बिचरा स्वर्ग हुनुभयो ब्रह्मा विष्णु महेश्वर विश्वकर्मालाई जन्माएर जानुभयो यो जात उजात भन्नु पर्दैन तर हामी त दाजुभाइ हो कि होइन दाजुभाइ तर पनि त्यो दाजुभाइको मनमुटाव भएर म त ठुलो मान्छे मान्छेले भोटे भन्छ है किन म त झन् त्यो बाहुन भन्दा त 4 गुणाको कामी बेचेर पनि लगेको त्यो मैले बाहुन भएको त भनेर भन्छु त्यो होइन नि त्यो हो त काम ल्याउनु गाईको मासु कसले खायो भन्दाखेरि कान्छ भाइ बिचरा सोझो लैजान त आन्द्रभुँडी कान्छ भाइ गएर दोहोऱ्यायो मासु पकाएर सबैजना पुरे तेरो भएको छ बाबु खा भन्दाखेरि त्यो भाइले खाएपछि महेश्वर है मैले त खाएन गाई मासु खाएको मान्छेले कान्छ भनेपछि त ओहो तँलाई भुँडी भन्यो ठगुरले आहा मलाई त रुमल पायो भने दौड्यो मलाई त जाने पायो भने दौड्यो हामीले मलाई त छालाले हान्यो खालाइदियो पायो भने दौड्यो हो कि होइन भन्नु गाँड खाए पनि कोही चुक्दैन मेरो विश्वमा अहिले गाँड खान नखाने मान्छे को छ मलाई देखाउनु त्यसलाई म समातेर खुवाइदिन्छु जन्मेर मुनि कसैले बनाएको चाकै देखाएर चाहिँ युद्धमा लड्दाखेरि चाक देखाएर जित्छ भने मेरो चाक देखायो भने प्रचण्डले सेना केलाई किन्न पर्यो मेरो चाक देखाएर युद्ध सफल हुन्छ भने प्रचण्डले मेरो चाक केलाई किन्दैन कोसामेन लादेन कति लुक्दाखेरि त मारेर छोडे कहाँ कन्दारमै के अरे होइन त कहाँ मरेछ उसले त उसामा बिलर कहाँ मरे कहाँ मरेन त तपाईले लुगा राखे भने अर्को